हेलो गुड मर्निङ गाइस, गुड मर्निङ सबैलाई गुड मर्निङ। आज चाहिँ म नेपालबाट हिजो आएको है गाइस। अनि आज चाहिँ म मेरो कामले दार्जिलिङ जाँदैछु। आज शुक्रबार हो है, 26 तारिक पोस्ट क्रिसमस। तपाईँहरूलाई गुड मर्निङ भन्न चाहन्छु है। गाइस मैले धेरै भिडियो सुट गरेको छु मैले नेपालमा है। अन्त कतिवटा समय केले गर्दाखेरि बिस्तारै बिस्तारै आउनेछ नि यो ब्लगहरू चाहिँ। ओके, तपाईँले धैर्य धारण गरेर हेरिदिनु होला है, हेरिदिनु होला। मन परेमा लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है। थ्याङ्क यू भेरी मच। यति भन्दै मेरो 2 शब्द यहीँ राख्न चाहन्छु। अहिले चाहिँ माथि अगाडि मर्निङको दृश्य भइरहेको छ। म तपाईँहरूलाई सनराइज देखाउँछु है। एन्ड हेभ अ गुड डे। गुड मर्निङ गाइस। यो तपाईँको हेर्नुहोस्, यहाँ बाँसघारीबाट पनि भइरहेको छ, सनराइज देखिरहेको छ। अगाडिबाट पनि देखाउने चाहिँ यो चाहिँ तपाईँको गुड मर्निङ है। गुड मर्निङको आज मर्निङ है, डिसेम्बर 26 तारिक है गाइस। यो चाहिँ मेरो गाउँ देखिराख्नु भएको छ गाइस है। यहाँ चाहिँ म सधैँ आउँदैछु यो साइडमा, हाम्रो गाउँ हो। यो टाइममा चाहिँ मर्निङको यो फेजमा चाहिँ एकदम राम्रो देख्छ है। एम्बुलेन्स गाडी यो बाटो छ यहाँनिर है। त्यहाँदेखि एज युजल है, पछिको ब्याकग्राउन्ड त तपाईँले चिनिहाल्नु भयो है। सबै मर्निङको यो है। तपाईँलाई म यहाँको सनराइज देखाउँदैछु है सर है। हेर्नुहोस् है, सनराइज यो है। यो चाहिँ घ्याप्सी डाँडा हो, ह्यासट्याग चाहिँ घ्याप्सी डाँडा भन्छ यसलाई। यो हेर्नुहोस् है। गुड मर्निङ है तपाईँहरू सबैलाई। गुड मर्निङ, गुड मर्निङ एन्ड गुड मर्निङ एन्ड भेरी गुड मर्निङ एन्ड भेरी गुड मर्निङ है। गुड मर्निङ, गुड मर्निङ गाइस, गुड मर्निङ। शुभ बिहानी। तपाईँलाई यो मेरो भिडियो कस्तो लाग्यो है मलाई बताउनुहोस् है। अन्त मलाई चाहिँ यसरी कतै ट्राभल गर्दाखेरि राम्रो निक्लेका क्षणहरू होइन, राम्रो निक्लेका पलहरूलाई चाहिँ मलाई क्याप्चर गर्नु मन लाग्छ। किनभने हाम्रो जग्गा चाहिँ एकदम अति नै एकदम नेचुरल है, कुदरती नै छ, नेचुरल है। गुड मर्निङ है, गुड मर्निङ गाइस है। सनराइज भइसकेको छ। फेरि कुनै दिन एक दिन सनराइजमा लाइभ बस्ने हो है। ओके, यति भन्दै तपाईँहरूको दिन सुखद रहोस्, सफल रहोस् है। तपाईँहरूलाई शुभकामना है मेरोबाट है। थ्याङ्क यू भेरी मच।